युवावस्था र सामाजिक दबाव। जब हामी युवावस्थामा पाइला टेक्छौँ, यो सबैले मलाई घृणा गर्छन् भन्ने भावनाले झन् फरक रूप लिन्छ। कलेज होस् वा जागिर, नयाँ मान्छेसँग भेट हुन्छ, नयाँ समूहमा मिसिनुपर्छ। त्यहाँ पनि त्यही डर हुन्छ, मलाई स्वीकार गर्छन् कि गर्दैनन्, मेरो व्यक्तित्व अरूलाई मन पर्छ कि पर्दैन। सामाजिक सञ्जालहरूले हामीलाई एउटा भ्रमपूर्ण संसारमा बाँच्न बाध्य बनाएका छन्। फेसबुक, इन्स्टाग्राम, टिकटकतिर नजर डुबाउनुहोस्, त्यहाँ सबैका तस्बिरहरू झिलिमिली देखिन्छन्। सबै हाँसिरहेका छन्, सबैको जीवन कति रङ्गीन। उनीहरूका अनगिन्ती साथीहरू छन्, लाइक र कमेन्टको वर्षा भइरहेको छ। तर जब तपाईँको पोस्टमा जम्मा 2-4वटा लाइक आउँछन्, 3-4 जनाले मात्र कमेन्ट गर्छन्, तपाईँको मन एकैचोटि सानो हुन्छ। तपाईँ सोच्नुहुन्छ, किन मेरो पोस्ट मन परेन? के मैले राम्रो फोटो राखिन? के म यति नै फिक्का छु? यो एउटा सामाजिक सञ्जालको जादुमय खेल हो। यसले तपाईँलाई सिकाउँछ कि तपाईँको महत्त्व लाइक र कमेन्टको गिन्तीमा मात्र सीमित छ। र यही होडबाजीमा हामी आफूलाई अरूसँग तुलना गर्न थाल्छौँ। अरूको जीवनशैली हेरेर आफ्नो जीवनलाई बेकार ठान्न थाल्छौँ। अनि बिस्तारै यो भावना मनमा जरा गाडेर बस्छ कि म अरू जस्तो राम्रो, सफल र आकर्षक छैन, त्यसैले सायद सबैले मलाई घृणा गर्छन्। आफूले आफैलाई चिन्ने क्षण। तर के कहिल्यै मनन गर्नुभएको छ? तपाईभित्र गुम्सिरहेको यो भावना, के यो साँच्चै अरूले देखाएको वितृष्णा हो या आफैप्रतिको असन्तुष्टि? यो एउटा गहिरो प्रश्न हो। जब तपाईँ आफ्नो अस्तित्वसँग खुसी हुनुहुन्न, आफ्ना कमजोरीहरूलाई अँगाल्न सक्नुहुन्न, तब अरूको नजरमा पनि त्यही त्रुटि देख्न थाल्नुहुन्छ। हरेक मुस्कानमा आफ्नै खिल्ली उडाएको महसुस हुन्छ। प्रत्येक काने खुसी आफ्नै विरुद्धको षड्यन्त्र लाग्छ। अनि हरेक मौनता आफूप्रतिको व्यवस्था जस्तो लाग्छ। मनोविज्ञानमा यस मानसिकतालाई स्पोटलाइट इफेक्ट भनिन्छ। हामीलाई यस्तो लाग्छ कि सबैको ध्यान हामीमाथि नै केन्द्रित छ। हामी के गर्दैछौँ, कस्तो देखिँदैछौँ, सबैले नियालिरहेका छन् र त्यसैको बारेमा सोचिरहेका छन्। तर सत्य के हो भने मानिसहरू आफ्नो जीवनको दौडधुपमा यति व्यस्त छन् कि उनीहरूलाई तपाईका बारेमा सोच्ने समय नै हुँदैन। उनीहरू पनि अरूले आफ्नो बारेमा के सोच्छन् भन्ने डरले त्रसित छन्। एउटा एक्सपेरिमेन्ट गरौँ। एकछिन सोच्नुहोस् त, तपाईँ एउटा खचाखच भरिएको बजारमा हुनुहुन्छ। मान्छेहरूको ठेलमठेलमा हिँड्दा हिँड्दै अचानक तपाईँको खुट्टा चिफ्लियो र तपाईँ लड्नुभयो। अब के होला? आसपासका मान्छेहरूले एक नजर हेर्छन्, कसैलाई हाँसो उठ्ला, कोही तपाईँलाई उठाउन अघि सर्लान्। तर के 5 मिनेटपछि कसैले तपाईँ लडेको याद गर्ला? पक्कै गर्दैनन्। सबै आफ्नै काममा व्यस्त भइहाल्छन्। तर तपाईँलाई भने त्यो घटना दिनभरि, हप्तौसम्म याद आइरहन्छ। तपाईँ मनमनै सोच्नुहुन्छ, कस्तो लाजमर्दो भयो, सबैले देखे मलाई किच्याए। यो एउटा सानो उदाहरण मात्र हो। यसले के देखाउँछ भने हामी आफूलाई जति महत्त्व दिन्छौँ, अरूले त्यति वास्ता गर्दैनन्। हामी आफ्नो जीवनको हिरो त हौं, तर अरूको जीवनको होइनौं। यो कुरा बुझ्नु नै सबैले मलाई घृणा गर्छन् भन्ने भ्रमबाट बाहिर निस्कने पहिलो पाइला हो।